यति बेला हिउँदे तरकारीमा देखिएको विषादीको मात्राको चर्चा बढी छ। खास देवचुली नगरपालिकाका किसानहरू यसबाट अलिकति बढी प्रताडित पनि हुनु परेको छ। पछिल्लो समय देवचुलीका किसानहरू तरकारी बेच्ने बिक्री गर्ने कुरामा अलिकति प्रभावित भएका छन्। खास पृष्ठभूमि सहित अलिकति यसको असर कस्तो देखिएको छ छोटकरीमा बताइदिनुस्। यस्तो छ, अब हाम्रो यो देवचुली नगरपालिका मात्र होइन, देशैभरि अहिले नेपाल सरकारले थोक बजारमा विषादी परीक्षण प्रयोगशाला, विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला भनेर स्थापना गरेको छ। जस अन्तर्गत त्यही प्रयोगशालाबाट काउसतीको हाट बजारमा परीक्षण हुँदाखेरि पहिलो चरणमा देवचुलीका लगायत अन्य पालिकाका पनि विभिन्न तरकारी खेती गर्ने किसानहरूको काउली बन्दामा विषादीको अवशेष खान योग्य भन्दा बढी मात्रामा देखियो, खान अयोग्य हुने गरी विषादीको अवशेष देखियो। जस्तो अन्तर्गत ती देखिसकेपछि हाम्रो पालिकालाई खबर आइसकेपछि कृषि विकास शाखाको पनि ती तत्त विषादी उत्पादकहरूकोमा हामी अनुगमन गयौँ। उहाँहरूले प्रयोग गरेको विषादीको बारेमा हामीले बुझ्यौँ। उहाँहरूलाई अलिकति त्यही फिल्डमा पनि चेतना दिने, विषादीलाई कसरी प्रयोग गर्ने, न्यूनतम रूपमा हामीले विषादी कसरी प्रयोग गर्दा राम्रो हुन्छ, पर्खिनुपर्ने दिनलाई कसरी ख्याल गर्नुपर्छ भन्ने विषयमा उहाँहरूलाई जानकार गरायौँ। त्यसपछि फेरि यो हाम्रो देवचुली 2 मा अलि बढी तरकारी खेती हुन्छ, अलि बढी मेहनत गरेर उहाँहरूले खेती गर्नुहुन्छ, राम्रो खेती गरिरहनु भएको छ। त्यहाँ पनि विषादीको अवशेष भेटिएको भन्ने प्रयोगशालाबाट पुष्टि भइसकेपछि हामी एउटा किसानकोमा गयौँ। अन्य त्यहाँ धेरै किसान हुनुहुन्छ, तर एकजना किसानकोमा मात्र त्यो अवशेष भेटिएको थियो। उहाँलाई पनि सम्झाइ बुझाइ गऱ्यौँ र त्यसपछि हामीले के गऱ्यौँ भन्दा एउटा बृहत कार्यक्रम विषादीको सचेतना सम्बन्धी अन्तर्क्रिया तालिम भनेर हामीले कृषि विकास कार्यालय नवलपुरको समन्वयनमा, सँगसँगै थोक बजारको समन्वयनमा र विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालाको समन्वयनमा हामीले कार्यक्रम आयोजना गऱ्यौँ। त्यहाँबाट अझ थप सूचित पनि गरायौँ। त्यो दौरानमा अगाडि भएका चेक जाँच र अहिलेका चेक जाँचलाई हामीले ख्याल गर्ने हो भने विषादीको सचेतना वृद्धि भएर किसानकोमा गएको छ। र एउटा विडम्बना के भइरहेछ भने किसानले विषादी प्रयोगलाई न्यूनीकरण गर्दाखेरि पनि, अलि सचेत रूपमा विषादी प्रयोग गर्दाखेरि पनि एकपटकको घटनाले गर्दाखेरि बारम्बार किसानको काउली बन्दा बिक्री नहुने, हिउँदे तरकारीहरू बिक्री नहुने गर्दाखेरि किसानहरू मारमा परिरहेका छन्। उनीहरूले आफ्नो रिपोर्टै देखाएर बिक्री गर्दाखेरि पनि बिक्री नभइरहेको स्थिति अलिकति भयावह स्थिति छ। र हाम्रो आग्रह के हो भने यदि उनीहरूले आफ्नो रिपोर्ट देखाउनुहुन्छ, उहाँहरूले प्रयोगशालाबाट चेक गराएको रिपोर्ट देखाउनुहुन्छ र उहाँहरूले विषादीलाई सुरक्षित रूपमा प्रयोग गर्नुहुन्छ, कम मात्रामा प्रयोग गर्नुहुन्छ, खान योग्य हुने गरी प्रयोग गर्नुहुन्छ वा प्रयोग गर्नुहुन्न भने उहाँहरूको तरकारीलाई एकपटकको ट्यागले गर्दाखेरि अथवा सीमित व्यक्तिले प्रयोग गर्दाखेरि सम्पूर्ण कृषकको तरकारीलाई खेर जाने गरी जुन अहिले नकिन्ने काम अथवा नउठाइदिने काम भइरहेको छ, यसो नगरिदिन र किसानलाई सहयोग गरिदिने आग्रह गर्छौँ। हामीले विषादीलाई प्रोत्साहन गर्न खोजेको होइन, यसलाई हामीले नियन्त्रण गर्न खोजिरहेका छौँ, नियन्त्रण पनि गरिरहेका छौँ। र प्लस विषादीको समुचित प्रयोग, यसलाई चाहिँ हामीले विषको रूपमा, औषधिको रूपमा होइन कि विषको रूपमा यसलाई यसका यी विभिन्न मापदण्डहरूलाई ख्याल गरेर प्रयोग गर्न किसानलाई सिकाइरहेका छौँ। किसानहरू सिकिरहनु पनि रहनु भएको छ। यसमा हाम्रो उपलब्धि उल्लेख्य रूपमा भएको छ भन्न चाहन्छु।